हेलो एभ्रिवान, नमस्ते। लसुका फुला सबैलाई। आज चाहिँ हाम्रो घर देखाइरहेको छु हजुरहरूलाई। अनि मेरो भाइ आन्टी अङ्कलहरू चाहिँ काम गरिरहनु भएको अनि म पनि त्यही बेलामा अलिक काम गर्ने नाटक गरेर कुचो लाएर बसिरहेँ। कुचो लाएपछि कुचो लाएर जस्तै नाटक गरेर बस्यो, घरि उठ्ने घरि नाच्ने गर्दै। अनि त्यसपछि फेरि एकछिन बसौँ भन्ने थकै लाग्यो जस्तो भयो। अनि आन्टी आउनुभयो, कुचो माग्नुभयो, कुचो लानुभयो। अनि म यसो नाचे जस्तो गऱ्यो। त्यसपछि फोहोर पोल्न सुरु गरेँ मैले। आगै नबलेर माथिबाट त्यो ल्याएर अलिअलि गर्दा आगो बलेर फेरि आगो बोलायो। आगो बोलाएपछि सबै सामानहरू निकालेर घाँस सास्ने सबै पोल्दै मैले। अनि त्यही पछि यता कुलो बनाउन थाल्यो। पानी सबै त्यो भएर कुलो बनाउन थाल्यो। कुलो बनाएपछि मैले अब घर लिप्न थालेँ। कस्तो छ है गाइज, मैले फर्स्ट टाइम गरेको यो घर चाहिँ फर्स्ट टाइम लिप्न नआएर अलिअलि नाटक पारिदिएको घर लिपेँ। त्यसपछि सबै फेरि घर पनि त्यो भङ परेको छैन कि फेरि कालो देखिरहेछ। त्यसपछि मैले चिया खाएर डाँडातिर लागेँ। अनि मकै रोपेँ। मामाले गोरु जोतिरहनु भएको थियो। मैले चाहिँ मकै रोप्दै हिँडेँ। मकै रोपेपछि यस्तो घामले पोलेर फेरि मैले लुगा टाउकोमा हालेर मकै रोपेँ। अनि त्यसपछि ऐसोली खान गयो। हामी वनतिर लागेँ। ऐसोली त कति धेरै पाकेको। फेरि ऐसोली पाकेपछि घर फर्केर भात बनाउन थालेँ। भात बनाएँ मैले। आगो फुकेर भात बनायो। आगो ताप्यो, एकछिन जाडो भयो। यति हो गाइज।